जेट मार्फत काठमाडौँ हेटौँडा रोपवेको विकल्पमा पोडवेको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ। यो सँगै विगत 1 दशकदेखि ढुवानी र सार्वजनिक यातायातको विकल्पको रूपमा चर्चा हुँदै आएको पोडवे निर्माण कार्य अघि बढ्ने अपेक्षा गरिएको छ। के हो पोडवे? काठमाडौँ हेटौँडा पोडवेले जोड्न सक्छ त? र यो कति सुरक्षित हुन्छ त? यो हेरौँ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष 2082-83 को बजेटमा बन्द अवस्थामा रहेको काठमाडौँ हेटौँडा रोपवेको विकल्पमा नवीन प्रविधिमा आधारित पोडवेको सम्भाव्यता अध्ययन गर्न आवश्यक रकम छुट्याएको घोषणा गर्नुभयो। यो घोषणासँगै नेपालमा पोडवे सेवा सुरु हुने अपेक्षा गरिएको छ। उसो त चालु आर्थिक वर्षको बजेटमा पनि तत्कालीन अर्थमन्त्री वर्षमान पुनले पृथ्वी राजमार्गको विमल नगरदेखि गोर्खाको लिगलिगकोट, भच्चेक, बारपाक, बुङकोट, गोर्खा बजार, मनोकामना हुँदै बेनीघाटसम्म पोडवे यातायात प्रणालीको सम्भाव्यता अध्ययन गरी लगानी ढाँचा तय गरिने घोषणा गर्नुभएको थियो। तर त्यो केवल घोषणामा मात्रै सीमित छ। तर अहिले सरकारले घोषणा गरेको काठमाडौँ हेटौँडा रोपवे अहिले बन्द रहेकाले त्यही मार्गमा पोडवेको निर्माण गर्न समेत सहज हुने अपेक्षा गरिएको छ। सरकारले नै यसको सम्भाव्यता के छ भन्ने कुरा राखेर अगाडि बढाउने कुरा निकै सकारात्मक छ। अब यो सम्भाव्यता हेर्दा यसको कस्ट बेनिफिट एनालाइसिस होला, त्यसको आधारबाट यो अगाडि जाला। तर सरकारले जुन ढङ्गबाट यो लिएको छ पोडवेको सम्भाव्यता अध्ययन, यसलाई सकारात्मक ढङ्गमा लिनुपर्छ र लगानीको स्रोतहरू पनि मेरो विचारमा निजी सेक्टरहरूलाई पनि यसमा जोड्न सक्छौँ। सरकार आफै लगानी गर्न नसक्ला। सरकारले सहजीकरण गरे 3 देखि 4 वर्षभित्रमा काठमाडौँ हेटौँडा पोडवे सेवा सुरु गर्न सकिनेछ। पोडवेलाई नेपाल सरकारले गत वर्ष नै कानुनी मान्यता दिइसकेको छ। के हो पोडवे? झट्ट हेर्दा केबल कार जस्तो देखिने पोडवे स्ट्रिङ टेक्नोलोजीमा आधारित तारमा गुड्ने माइक्रो रेल प्रविधि हो। यसलाई सार्वजनिक यातायात मास ट्रान्सपोर्टेसनका रूपमा प्रयोग गरिन्छ। यसलाई पर्सनल र्यापिङ ट्रान्जिट TRT भनेर पनि चिन्ने गरिन्छ। यो सार्वजनिक यातायातको सानो प्रणाली हो। यसले प्रति घण्टा 150 किलोमिटरको गतिमा यात्रु र माल सामान ढुवानी गर्न सक्छ। एक पोडमा 14 देखि 42 यात्रु अटाउन सक्छन्। काठमाडौँ उपत्यकामा यसको सम्भाव्यता अध्ययन भइसकेको छ। कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा पनि यसको सम्भाव्यता अध्ययन भइसकेको छ। कोशी प्रदेशमा पनि पोडवे सेवा सञ्चालनका लागि अध्ययन गर्न गत वैशाखमा सम्पन्न लगानी सम्मेलनमा सम्झौता भएको छ। सरकारले आवश्यक सहजीकरण गरे काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा यो सेवा सुरु गर्न सकिनेछ। मेट्रो रेल, मोनोरेल, ट्राम, केबल कार यी सबैभन्दा चाहिँ सस्तो प्रणाली पोडवे हो हैन। त्यो भएको हुनाले यो त सस्तो लागत त हुने नै भयो हैन। अब यो बिजुलीले चल्ने भएको हुनाले यसको चाहिँ ऊर्जा खपत पनि कम भएको हुनाले जस्तो हाम्रै उत्पादन रहेको बिजुलीबाट यो सञ्चालन हुने भयो हुनाले त्यो अझ सस्तोमा नै हामीले यसलाई सञ्चालन गर्न सक्छौँ। पोडवेको निर्माण लागत पनि अन्य यातायात प्रणालीको तुलनामा कम लाग्ने बताइएको छ। केबल कारको तुलनामा आधा, मेट्रो रेलको 25% र मोनोरेलको 20% मात्र लागत लाग्छ। उपत्यका जस्तो सार्वजनिक सवारीको चाप बढी भएको क्षेत्रमा यसको प्रयोग उत्तम देखिने जानकार बताउँछन्। यो जुन अध्ययन गर्ने बजेटमा आछ यो एकदमै सकारात्मक कुरा हो। अब हामी मेट्रो रेल बनाउनलाई चाहिँ धेरै महँगो पर्छ। त्यही भएर चाहिँ हामी यातायात व्यवस्थापन पनि गर्नुपर्ने छ, तर कम समय र कम लागतमा। त्यसको लागि चाहिँ पोडवे विकल्प हुन सक्ने सम्भावना चाहिँ देख्छु। अहिले देशभर सवारी दर्ताको वार्षिक वृद्धि दर 16% छ। सार्वजनिक यातायात सरल, सहज र व्यवस्थित हुन नसक्दा मानिस बाध्य भएर निजी सवारीतर्फ आकर्षित भएका छन्। त्यसको विकल्पको रूपमा शहरी क्षेत्रमा पोडवेलाई विकास गर्न ढिला भइसकेको जानकार बताउँछन्। अझ यो विद्युतबाट सञ्चालन हुने प्रविधि भएकाले नेपालमा जलविद्युतको उपयोगका लागि पनि यो सेवाको सुरुवात गर्न ढिला भइसकेको छ। क्यामेरामा गुञ्जन राजगिरीका साथ शङ्कर पण्डित, हिमाली टेलिभिजन, काठमाडौँ। आफूले सोचेको आफूले रोजेको